Hello sunflowers, good morning. Welcome back to my YouTube channel again. New day, new vlog लिएर म सुजाता राई हजुरहरुको माझमा उपस्थित भइसकेको छु। आशा छ हजुरहरुलाई आरामै छ भन्दै अब आजको दिन चाहिँ के कस्तो हुन्छ म हजुरहरुलाई अपडेट त गराइहाल्छु। त्यतिन्जेलसम्म चाहिँ हजुरहरुले पनि भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु होला भन्दै आजको दिन सुरु गरौँ है त सनफ्लावर्स। चक्कुले पोताले बस्यो क्या सबै तेलै तेलै क्लिनिङको काम चाहिँ बेसी यति त सकाइसकेछ हानुले। अब फेरि कहिले सफा गर्ने हो त मैले। सनफ्लावर्स यसपालि चाहिँ दसैँ पनि यस्तै होला जस्तो छ। रेनफल भनेको भक्कै छ, पानी त रोकिने नामै छैन हौ। पानी परेको परे। सो सनफ्लावर्स हामी चाहिँ फेरि आज मन्दिर जाँदैछौँ। हिजो पशुपतिनाथ मन्दिर गयौँ, आज चाहिँ गणेश मन्दिर जाँदैछौँ। अनि त्यहाँ यस्तो तरकारीहरू पनि किनमेल गर्नुपर्ने छ। अहिले चाहिँ मन्दिरकै यात्रा नै रहेको छ। अब हामी चाहिँ मन्दिर गएर चाहिँ भेट्नुपर्छ है त। दसैँले गरेर बाटो पनि 6 बजे नै पुरै सुनसान छ नि, पुरै सुनसान, कोही छैन। अलि मान्छेहरू छ तर यस्तै नै रमाइलो मजा। उता युकेतिर पनि यस्तै हुन्छ नि है, पुरै दिउँसै नै खाली हुन्छ कि त्यस्तै छ। यहाँ पनि पुरै खाली छ, सुनसान। यस्तो त हरेक वर्ष कुर्नुपर्छ। मलाई फेरि यस्तै मनपर्छ, सुनसान, आनन्द। आज त बाटो पनि खतरा तरकारी काटिदिने हो, गाडी हुँदैन। हेर्नु सनफ्लावर्स भएको 6:25 हुँदैछ। अनि हेर्नु त बाटो कस्तो खाली छ त। रातिको 9-10 बजेको जतिको खाली छ नि है। आज चाहिँ सालको बाटो मजाले काटिन्छ नडराइकन। बाटो काटौँ म कता बस्नु पर्यो? दसैँ आयो, दसैँको लागि दक्षिणा निकाल्नु परिरहेको छ यहाँ। अब टिका लाएर
आएको छ। यतैबाट जाने कि यतैबाट जाने हो? यतैबाट महँगो पर्छ होला है हाम्रो गाडी कराउन जम्मै। मलाई पनि लानुपर्छ कि हो? एक राउन्ड घुम। घुमिस यताबाट। हातु त्यहाँ हातु चढाउनु हुँदैन। यहाँ पानी अब हल्का यसरी चढा। हो त्यहाँ पानी अब हल्का माथि यसो माथि भगवान्लाई भयो कचोडी। गणेश जिल्ला चढाउने लड्डु पनि सकिएर अर्कै लड्डु लिएर मोदक होइन साह्रै ह्यान्डसम हो बुढा त। दिदी पनि ब्युटिफुल छ। दिदी पनि ब्युटिफुल हुन्छ। बुहारी पनि झन् ब्युटिफुल। वाउ थ्याङ्क यू। पुगे तँलाई? अनि तपाईँ चढाउनु त्यस्तो पक्का टुक्रो भर्खर राखेर उनीहरूले खान्छ खाँदैन। आज चाहिँ मेरो मङ्गलबारको 5 लड्डु चढाउने पनि भाकल थियो, त्यो मैले पुरा गरेँ। जय गणपति। कति फास्ट हुनुभएको? कता हो यता हो कि पारी नै हो? त्यस्तो कति राउन्ड गर्नुपर्छ? ओहो बाबु त मन्दिरमाथि चढिदिनु भएछ। तथास्तु। कस्तो ह्यान्डसम मान्छे। वाउ आदरुस।
सनफ्लावर्स अब चाहिँ मेरो गणेश मन्दिरको भाकल पनि सक्यो। सो आज चाहिँ एकदम भनास पनि भयो। हिजो सोमबार पनि मुक्ता पशुपतिनाथ मन्दिर पनि जान पायौँ अनि आज फेरि मङ्गलबार गणेश स्थान पनि आउन पायौँ। सो धेरै राम्रो ब्लेस्ड फिल भइरहेको छ। भाइले पनि सबै मन्दिरहरू यसपालि दर्शन गर्न पाए, सबै त नभनौँ, सकेको जति। सबै ठाउँमा पुग्न नसके पनि सबै भगवान्हरू एकै ठाउँमै राखिदिनु भएको छ नि त। सो त्यो नै ठुलो कुरा हो। अब चाहिँ हामी तरकारीहरू किन्नुपर्ने हुन्छ। अदुवाहरू किन्नु पर्यो भनेको, यो त अदुवा किन्ने के छेउमा लास्ट कर्नरमा थियो नि त एउटा। यहाँबाट यता सबै पाउने भिज्यो भनेर त आप्सेर तर्सेर हुनु भएको हो। कसरी पाउँछ कति हुन आयो? अनिल भाइ लाग्यो मेरोमा लाल छोड्दै मेरोमा म भएन भने मम्मीसँग झोलाहरू पनि छ नि अर्को एक्स्ट्रा है। त्यस्तो बोक्नै नमिल्ने वाला पो रहेछ। ल हेर्नुहोस् साबेलको बाटो, कति बेला बाटो काट्ने डर लाग्छ। अब चाहिँ हामी बाटो काट्छौँ। गएर हामीले बाटो काट्यौँ। अब चाहिँ हामी घर पनि फर्किसक्यौँ र खाना पनि पाकिसक्यो। अब चाहिँ खाना खानुपर्ने हुन्छ। अनि आज चाहिँ हाम्रो खानामा चाहिँ मस्यौरा र आलु रहेको छ, अचार, पापड, ढुङ्ग्री अनि खाना। अब चाहिँ खाना खानुपर्ने हुन्छ सनफ्लावर। सो आजको भिडियो पनि यहीँ एन्ड गर्न चाहन्छु। भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै गुड नाइट सनफ्लावर, सी यू टुमरो।